पानीको बहरमा म बाँचेको थियो। त्यतिखेर म होइन मेरो सबै आफन्तले त्यागिसकेको बेलामा म डिस्चार्ज गरेर मेरो बहिनीको रुममा बस्दा बहिनीले सुसमाचार सुनाउनु भयो र मलाई केन्द्रको हाम्रो सुशीला अग्रज म्याम हजुर र पर्म सर हजुरलाई सिज होगाएर नमस्कार टाढाबाट भन्न चाहन्छु। म्याम हजुरको घरमा मलाई बहिनी मेरो सर हजुर मेरो परिवारले लानुभयो। म लत्रीको बेलामा लानुभयो सुशीला म्याम हजुरको घरमा बिहान 8-9 बजेको समयमा म्यामले एकदम मलाई वचन दिनुभयो। म आँखा खोल्न नि सकेको थिएन, हिँड्न नि सकेको थिएन। लत्रीको 1 महिनासम्म दिसनै पास नआउने, खानै खान नआउने, पानी खान नि नआउने भनेपछि 1 महिनामा कस्तो शरीर थियो र अहिले कस्तो भयो हजुरहरूले पनि देख्न सक्नुहुन्छ है। त्यतिखेर म सुकेर यत्रो भएको थियो र अनि त्यतिखेर म्यामले म्याम हजुर तपाईँ 1 महिना खाना म मेरो सर हजुरले मेरो बुढीले 1 महिना नि खाना खाएको छैन म्याम हजुर। यत्रो हस्पिटलले पनि केही कति हामीले गर्न पनि विधि विधान सबै डक्टर लामा धामी गर्दा पनि कहीँ गएर पनि रोग पत्ता लगाउन सकेन होइन। जति डक्टरले पनि ग्यास्ट्रिक भन्ने कब्जेट भन्ने त्यो दबाई चलाउँदा पनि ठिक नहुने, रोगै पत्ता जति रिपोर्टमा पनि नर्मल आउने तर आफ्नो समस्या समाधान नहुँदा खानै खाँदैन मेरो म्याम यत्तिकै भयो भन्दा मेरो सर हजुरले त्यसो भन्दाखेरि म्याम हजुरले अब सधैँ खाना खाने योग्यको भइसक्यो भनेर मलाई 1 थाल खाना पस्केर म्यामहरूको घरमा है 1 थाल खाना पस्केर दिनुभयो। म्यामको घर म खाना खाएर आएँ त्यो दिनबाट आजसम्म खाने योग्यको बनाउनु भएको छ पिता। परमेश्वर पिता महान हुनुहुँदो रहेछ, सत्य हुनुहुँदो भनेर मलाई त्यतिखेर बल्ल थाहा भयो। किनभने म एउटा व्यवसाय गर्ने मान्छे होइन। मेरो त्यतिखेर 50-60 वटा गाडी खाना खाने लाइन होटेल दमनी डुमे हाइरोमा ठुलो होटेल बिजनेस थियो मेरो। र त्यतिखेर म 1 महिना थलो परेपछि त मैले व्यापार बिजनेस नै छोडेर होइन म त्यसै म एकदम मृत्युको मुखमा लड्ने बेला पिताले उठाउनु भयो र अहिले मैले महिमा गर्दै वचन शिक्षा खाँदै है म एकदम दमौलीमा बसेर म हाउसिङ केन्द्रमा हाम्रो म्यामको एकदम केन्द्रमै गएर मैले समय मिलेसम्म त्यहीँ जुर्थेँ र एकदम युट्युबमा पनि मैले वचनहरू सुन्दै हामी टिकटक लाइभ महिमा गर्दै गर्दै हाम्रो एकदम गोल्ड हुन म्यामहरूसँग एकदम ईश्वरले जुटाउनु भयो है। अनि ईश्वरको योजना म 17-18 महिनाभित्र म व्यवसाय छोडेर म होइन म अब विदेश जान्छु भनेर हातमा पासपोर्ट बोकेर म एकदम काठमाडौँ आइराख्ने बेला हाम्रो यहाँ गोलढुङ्गाको म्याम हजुर, किरण थापा म्याम हजुर, सुनिता बोगटी म्याम हजुर, सान्नानी म्याम जति पनि मेरो टिकटक साथीहरू परमेश्वरले जुटाउनु भएको साथीहरू रातिको म्याम हजुर तपाईँ विदेश जाने होइन यहाँ आउनु, हाम्रो यहाँ केही व्यवसाय गरेर तपाईँ हातमा सिप भएको मान्छे केही गरेर बस्नु भनेर मलाई बोलाउनु भयो र एकदम यो गोलढुङ्गा बिहानी बस्तीमा है व्यवसाय रेस्टुरेन्ट चलाउने योग्यको बनाउनु भयो। पिता हजुरलाई परमेश्वरले भन्नुभएको छ कि तिम्रो सोच होइन मेरो सोच होइन, मेरो सोचमा योजना अनुसार चला मेरो सन्तान तिमीहरूको बल बुद्धिले होइन भन्ने वचन त मेरो जीवनमा लागू गरेर देखाउनु भयो होइन। परमेश्वरको योजना यति ठुलो रहेछ। म त विदेश जान्छु अब मैले जहाँ व्यवसाय गरेँ पनि 12-13 वर्ष व्यवसाय गरेको मान्छे होइन। अब परमेश्वर नचिन्दा शैतानले लुटेर गयो मेरो त्यत्रो 50-60 वटा खाना खाने होटेल सबै डुबेर 7-8-10 लाख पैसा फसेको थियो, डुबेको थियो र 4 वर्षसम्म डुबेको पैसा नि 7,60,000 जग्गामा फसेको पैसा नि जब म यहाँ रेस्टुरेन्ट चलाउन आएको यो तिहार अगाडि 1.5 महिना भयो होइन म यहाँ आएर रेस्टुरेन्ट चलाएर बसिराख्ने बेलामा उत्साहित हुँदै थिएँ। म परमेश्वरको योजना अनुसार होइन एकदम भवनमा पनि माथिल्लो भवन हाम्रो विनिता म्याम हजुरको भवनमा पनि म एकदम जुन योग्यको बनाउनु भएको थियो र यतिखेर ठ्याक्कै मेरो त फसेको पैसा नि एकदम पिताले ल्याइदिनु भयो कि अहिले पिता परमेश्वरले अझ मलाई अद्भुतको काम गरेर देखाउँछु। तिनीहरूको सोच तिनीहरूको विचार होइन मेरो सोच र योजनाले दिन्छु भनेको वचन अहिले मलाई एकदम गर्व फिल गर्छु कि परमेश्वर महान हुनुहुँदो रहेछ। मैले त यो पैसाहरू पनि फसेको पैसा नि सबै डुब्यो। अब म यत्तिकै म बेरोजगार भएँ म होइन छोराछोरी पढाइ लेखाइ गर्न अब रोजगारको लागि म विदेश जान्छु भनेर हातमा पासपोर्ट बोक्दै हिँड्ने बेला पिताले यो काठमाडौँ राजधानीमा म ल्याएर मलाई रेस्टुरेन्ट चलाउने योग्यको बनाउँछ भनेर मलाई थाहा थिएन। ईश्वरको योजना यति ठुलो कि पिता हजुरलाई अलिकति धन्यवाद गर्दछु है समयको एकदम ख्याल गर्नुपर्छ पितालाई धन्यवाद। आज यो फर्स्टचोटि गवाई भन्दैछु घटी कमी भयो भने पिताले सेवा दिइसक्नु भयो भन्दै है। परमेश्वरको योजना आज बिहाको पार्टी थियो र पार्टीमा भन्दा नि परमेश्वरको महिमा गरेर म आत्मिक भोजन खाएर बल्ल पार्टीमा जान्छु भनेर यो समय जुट्ने योग्यको पिताले बनाउनु भयो। र फ्यालिसीमा पनि हाम्रो म्याम हजुरहरूको ग्रुपमा साना गाउँ
ललितपुरमा अस्ति म तपाईँहरूको ग्रुपमा गएको थिएँ है, हजुरहरूले चिन्नु भएन, तर पिताले आज यो भवन आएर एकदम गवाई भने यो के बनाउनु भयो है, अहिले मेरो मुखबाट परमेश्वरको वचनबारे यति नै है, सबैजना बोल्नुपर्छ, शिक्षा वचन हाल्नुपर्छ। पितालाई धन्यवाद। मेरो इच्छा चाहना के छ कि हजुरको असल छोरी, ज्ञानी छोरी भएर हजुरको योजना अनुसार महिमा गर्न पाऊँ है, अनन्तकालसम्म भन्ने इच्छा चाहत राखेको छ मेरो। यो अनगिन्ती मेरो गवाई, उन्नति प्रगतिको गवाई, हरेक गवाईहरू हजुरहरूलाई दबाई भइसक्यो र हजुरहरूको गवाई शिक्षा वचनले नि मेरो घर परिवारलाई नि दबाई भइसक्यो, अनुग्रहको शान्ति मिलिसक्यो भन्दै फेरि पनि शिर झुकाएर सम्पूर्णले नम्र